हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ छ हजुरहरूलाई। फेरि पनि मन्दिर गएर आयो। आज आमालाई ब्रेकफास्ट दियो अरे मन्दिर गएको थिएँ। मन्दिर गएर आएँ। आमा कहाँ जानुभयो अहिले छैन घरमा। अनि बिस्तारै च्यादर चेन्ज गरिदिएको थियो। यहाँ सिरानी खोलिरहेछ, यहाँ निकालिरहेको छु। यो हाम्रो नि पहिला हामी यहाँ बस्दैन थिएँ नि, यो रुममा दोकान गर्थ्यौँ। हामी दोकानमै बस्थ्यौँ। अनि यो नयाँ बनाएर नि 2 बार पनि हामी सुतेको थिएनौँ। यो चाहिँ के तोसकमा पुरा मुसाले टोकिदिएको। अनि मैले पुरा सिलाइदिएको, हेर्नु न यसरी। कसले चाहिँ देख्छ नि भनेर यसरी सिलाइदिएको। हेर न, धुलो धुलो छ, झार्नुपर्ने छ बाहिर लगेर घाम लाग्दा मजाले। अनि यो मैले सिलाइदिएको थियो यसरी पुरा। कति जग्गा 20 जग्गा पनि ज्यादा टोकिदिएको छ। नयाँ बनाएको, अब पुरानो भएको भए पो खोलेर फेरि पनि मतलब बनाउनु दिनु, यत्रो मुसाले टोक्यो भन्नु। अब यो कपडा कति दामको, त्यो लोस हुन्छ भनेर मैले अनि यसरी टालिदिएको। अब अलिक दिनसम्म, अलिक दिन भन्दा पनि भयो 3 साल जस्तो भयो होला। अनि त्यही भएर यही लगाइदिएको मेरो पालो लाजा सबै जग्गा टालिदिएको छु यसरी। अब बादमा पछि कहिले हुन्छ साइज जुर्छ अनि यसलाई खोलेर फेरि बनाउनु पर्छ। अहिले त यतिकै चलिरहेछ। मैले बिस्तारै पनि पट्टाइसक्यो, मतलब मिलाइसक्यो। बिस्तारै च्यादर अलिक काचककुचुक भएको छ, प्रेस गरेको छैन। मैले प्रेस गर्दैन, बिस्तारै च्यादर आफै सिधा भइहाल्छ मिलाउँदै मिलाउँदै। त्यही भएर मिलाइसकेँ बिस्तारा मेरो। अनि यता त बिहानै मिलाएको थियो। सेजलले यो राति उति लगेर चार्जर लगाएर पढ्नु बसेको भन्दै थियो, खै पढेन, फोन खेलेर बस्यो बेलुका। यता चाहिँ भएको छ। प्लान्टहरू पनि सबै सुकेको छ। आज त पानी हाल्नु पर्ने छ। योपालि यो प्लान्ट नै बढेन, बर्खामा पनि कुनै के भयो भयो, ग्रोथै भएन। ज्यादा सुक्यो नि पत्ता, त्यही भएर यो पिस लिली चाहिँ मैले पुरा पत्ता निकालेर फ्याँकिदिएर ग्रोथै भएन योपालि। अनि यता छ सेजलले बनाएको अरे जेलीफिस बनाएको अरे यहाँमा टिस्युले। काम छैन खेल्ने के अरे छुट्टीको टाइममा यही बनाएर बस्छ। यो मेरो प्लान्ट। सानो रुम छ हाम्रो, क्वार्टर हो। हेलो एभ्रिवान, आजको मौसम चाहिँ कम्बल धुने मौसम छ। मेरो एउटा कम्बल अस्तिबाट निकालिरहेको छ, गमला नभएर नधुलाएको। भोलितिर धुनुपर्छ होला। गमला कतैबाट खोजेर लिएर अब माग्नै पर्यो, आफ्नो त छैन। अस्ति नै मैले पनि भनेको पनि थियो आफ्नो गमला छैन भनेर। अब किन्नु पनि यहाँमा यति हालैमा कहाँबाट किन्नु, अब आस्ते आस्ते हेर्नु पर्यो। कोही तलतिर गयो भने किन्नु पठाउनु पर्छ होला, त्यही हो। अनि खाना बनाउँदैछु लन्च। फुलहरू यस्तो पल्टेको छ, यो होला फुल बान्नु पर्ने छ उठाएर। यसलाई भाँचिन्छ जस्तै छ, यो भाँचिन्छ नि यस्तो उठायो भने टिया भएको छ। फुल चाहिँ यस्तै हुन्छ। लन्च बनाउँदैछु। लन्चमा दाल बनाइसकेँ, अनि भात पनि भयो। करेला भुटिदिएको छु, अनि चटनी छ। दाल, भात अनि करेला यति नै बनाइदिनु। हाम्रो उनलाई चाहिँ नि यस्तो माछा जस्तो गरेर नतार्नु अरे, अलिक यस्तै टाइपले बनाइदिनु अरे। त्यस्तो तारेको राम्रै लाग्दैन भन्छ, लसुन अदरक हालेरै बनाइदिनु भन्दै चाहिँ। त्यही हो, पाक्दा सब्जी चाहिँ मैले बिहानै बनाइदिएको थिएँ। आमालाई रोटीसँग पनि यही दाल दिएँ, अनि अहिले भातसँग पनि यही भइहाल्छ। छोरीको लागि अलिकति सब्जी छ चिकनको। आज घामले टन्टलपुर घाम लागेको थियो, त्यही भएर यहाँ फुलमा पानी हालिदिएको थियो अघि मैले। यसलाई माथि उठाउनुपर्छ, उ त्यो फट्टामा यसमा पनि हालिदिनु पर्ने छ पानी। यो यिनीहरूमा सबैमा हाल्नु पर्यो आज पानी। किन बन्द गर्नु? हिँडेको जङ्गल सिस्नो टिप्नु। जङ्गल भन्दा पनि मान्छेको बारी बारी के जङ्गल भन्नु। यहाँ भाउजू पनि छ बहुत दिनमा। सिस्नो टिप्नु, सिस्नो खाने। सबै गएर सिस्नो टिपेर ल्याउने। बुढोले मार्ने हो कि अर्काको बारी बारी गएर अङ्कलले। भाङ्रे सिस्नो पनि छ। ओ म त धुलाइ पो दिन्छ चिम्टाले खेली खेलिकन सिस्नो।
पकाउँछु आटा दलेर एक दिन राख्छु मैले आटा दलेर पनि पखालिदिन्छु म त उनीहरु त यस्तो लेट टिप्दो रहेछ अनि मैले आस्ते आस्ते त्यही पनि एक छोडिदिन्छ फेरि मैले छिटो छिटो टिपेँ नि त फेरि पछि अब पकायो भने त्यसलाई पनि दिनुपर्छ पोल्छ नि पोल्छ ढिँडो बनाएर खान्छ ढिँडो यतिकै भातसँग पनि खान्छ पिन्छ पनि गेरेन्दाको मन त यही पो रहेछ मजाको लानु यता किन पोले छैन भाउजू अहिले त पोलेको छैन यहाँ यतातिर पोल्यो माथिपट्टि पोल्छ हौ त्यहाँ माथितिर जालीतिर लागेर भरे खाइहाल्छु के को पोल्छ भन्नु न गल्छ अनि आँटाहरू के घरभित्र हुनु हुला रे सिस्नो त्यस्तै भन्छ होइन कसको उसमा हौ जातमा यो कोही कोहीको जातमा हुन्न रे यो हाम्रो जात त पनि कहाँ खाइसक्यो ती जातले भित्र खाँदैन भन्दैछ बाहिरतिर बनाएर खान्छ पिट्ने त फेरि हातले हो ए के खान मन लाग्छ यो हाड नभएको जिब्रोलाई कसले टिपेको तिमीले टिपेको उतापट्टि जुन त किरा लागेछ यता किरा रहेछ नि तर यो उड्ने किरा हो जुसुले किरा अलिकति घरमा राख यति टिप्यो काफी छ काफी यो दुईजनाले मुख नदेखाउनेहरूले छोपेको छ टिप्दैछ आउनु भाउजू यता टिपिदिन्छु भेट्यो भने पाउँदै रहेछ उसलाई उसको बहुत इष्टमित्र छ अरे भाउजूको इष्टमित्र बहुत ज्यादा छ त्यही भएर उसलाई बेसी चाहिन्छ मोटो राउँदा त मलाई नि मोटै मनपर्छ जान यहाँ केजङ सिस्टर भेटेर यहाँ के रे यसको नाम क्या नाम सुनाली सुनामी जाएगा उसको बच्चा जाने वाला टाइम हो गया आते रहो आप लोग हाम्रो सिन्चुङ अप्पर सिन्चुङ मेडिकल कलोनी गोम्बा कलोनी पुरा कलोनी छ हाम्रो यहाँ अब जानु पर्यो कति बजी 5 बजी पत्ता उड्दैछ पत्ता हावाको नानीहरू सबै हिँड्दैछ ट्युसन छुट्टी भयो अरे अब घर गइरहेँ सिस्नोलाई आज खाना भोलि खाना पर्सि खाने 2-3 दिनमा खाने ए सिस्नो लिएर आयो आज त भेटेन बेसी अलिकति मात्रै रहेछ त्यही भएर पानी हाल्नु छ फुलमा आधी हालेर गएको म पानी अब आधी हाल्नु छ